नमस्कार। आज हामी उत्तर कोरियाको एउटा पछिल्लो कदमलाई अलि गहिरिएर हेर्दैछौं। कुरा हो अप्रिल 8, 2026को, जब उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रक्षेपण गर्यो र फेरि एकपटक सबैको ध्यान आफूतिर खिच्यो। तर यो घटना एउटा सामान्य प्रक्षेपण मात्रै होइन। यसको पछाडि लुकेको सन्देश के होला? ल, अब यसको बारेमा अलि गहिरिएर कुरा गरौँ न। आज बिहानै दक्षिण कोरियाली सेनाबाट एउटा ठूलो खबर आयो। उनीहरूले पुष्टि गरे कि उत्तर कोरियाले एकैपटक धेरैवटा ब्यालिस्टिक मिसाइलहरू हानेको छ। यो खबर आउने बित्तिकै कोरियाली प्रायद्वीपमा मात्र होइन, संसारभरि नै एउटा तरङ्ग फैलियो। त्यसो भए सुरु गरौँ यो घटनाको विवरणबाट। आखिर के भयो, कहाँ भयो अनि कहिले भयो त? दक्षिण कोरियाको सेनाले दिएको जानकारी अनुसार यो प्रक्षेपण स्थानीय समय अनुसार बिहानको करिब 8:50 भएको थियो। सोच्नुस् त, यो त्यो समय हो जब मान्छेहरू काममा जान हतार गरिरहेका हुन्छन्। सायद यो समय छान्नुको पछाडि पनि केही मनोवैज्ञानिक दबाब दिने उद्देश्य हुन सक्छ। अब यो मिसाइल कहाँबाट हानियो त? उनीहरूले चुने वोनसान क्षेत्र, जुन जापान सागरतिर पर्छ। यो ठाउँ उत्तर कोरियाको लागि एकदमै महत्त्वपूर्ण सैन्य परीक्षण केन्द्र हो र यहाँबाट हान्नुको मतलब उनीहरूले जापान र दक्षिण कोरिया दुवैलाई सजिलै निशाना बनाउन सक्छन् भन्ने सङ्केत दिनु हो। यी मिसाइलहरूले करिब 240 किलोमिटरको दूरी तय गरे। सुन्दा यो छोटो दूरी जस्तो लाग्ला, तर यो एकदमै महत्त्वपूर्ण छ, किनभने यो दूरीले दक्षिण कोरियाका लगभग सबै जसो प्रमुख सैन्य र सरकारी केन्द्रहरूलाई आफ्नो निशानामा राख्छ। त्यसैले यो सानो कुरा पक्कै होइन। अब उत्तर कोरियाले मिसाइल हान्यो, तर यसको असर छिमेकी देश जापानमा कस्तो पर्यो त? उनीहरूले के भने? आउनुस् अब जापानको प्रतिक्रिया हेरौँ। जापानको तर्फबाट तुरन्तै प्रतिक्रिया आयो। उनीहरूले के भने मिसाइल हानेको हो, तर त्यो उनीहरूको विशेष आर्थिक क्षेत्र मतलब EEZ भन्दा बाहिर खस्यो। राम्रो कुरा के भने कुनै किसिमको क्षति भएको खबर आएन। तर यसको मतलब यो होइन कि जापान ढुक्क भएर बस्यो। उनीहरू अहिले उच्च सतर्कतामा छन्। अब कुराको सबैभन्दा रोचक पाटोमा प्रवेश गरौँ। यो मिसाइल प्रक्षेपण आफैमा ठूलो कुरा हो, तर यसलाई अझै रहस्यमय बनाउने कुरा हो यसको टाइमिङ। किनभने ठ्याक्कै एक दिन अघि मात्रै प्योङयाङबाट एकदमै फरक खालको सन्देश आएको थियो। ल हेर्नुस् त, यो 48 घण्टाको घटनाक्रम। हिजो मात्र किम जोङ उनकी बहिनी किम यो जुङले दक्षिण कोरियाको प्रशंसा गर्दै एउटा अचम्मको बयान दिइन्। अनि आज ब्यालिस्टिक मिसाइल प्रक्षेपण। यो नाटकीय परिवर्तनले सबैलाई सोच्न बाध्य बनाएको छ। एकातिर मिठो कुरा, अर्कोतिर कडा एक्सन। यो त दुईतिर फर्केको तरबार जस्तो भयो। आखिर उत्तर कोरियाको वास्तविक मनसा के हो? यो कुनै सोचेरै चालेको कदम हो वा त्यहाँभित्रै केही गडबड चलिरहेको छ? त्यसो भए यो दोहोरो खेलको मतलब के लाउने त? केही विश्लेषकहरू भन्छन् यो नरम बयान त एउटा छलावा मात्र हो, दक्षिण कोरिया र अरू देशहरूलाई अल्मल्याउने चाल। तर अर्को कोणबाट हेर्दा यो प्योङयाङको एउटा चलाक रणनीति पनि हुन सक्छ। सायद उनीहरू एकैपटकमा धेरैलाई फरक फरक सन्देश दिन खोजिरहेका छन्। र अन्तमा हामी फेरि त्यही मूल प्रश्नमा आएर अड्किन्छौँ, यो सब विरोधाभासको पछाडि आखिर लुकेको के छ? के उत्तर कोरियाले एकातिर कुराकानीको बाटो खुला छ है भन्ने सङ्केत दिँदै अर्कोतिर हामी कमजोर छैनौँ भनेर देखाउन खोजेको हो? वा यो अलमल र अनिश्चितता नै उनीहरूको सबैभन्दा शक्तिशाली हतियार हो? सायद यही प्रश्नको जवाफले नै कोरियाली प्रायद्वीपको आउने दिनहरू कस्तो हुन्छ भनेर निर्धारण गर्नेछ।